फाइनली गाइज हामी चाहिँ आज यो हामी चाहिँ पानी जानु चल्दैछौँ। पानी जानु चल्दैछौँ। यहाँबाट चाहिँ हामी चाहिँ यहाँ आउँदै हुँदैछ। हामी पानी जहाजमा किड्स डोन्ट लभ मी जति नै हुँदैछ। हामी अगाडि हुने अगाडिबाट चाहिँ कोही यस्तै ठाउँमा भन्यो ठ्याक्कै यस्तोमा कराउँछ हुन्छ। मोबाइल चाहिँ अलिक है भच्चक्क गर्दाखेरि यतिखेर पानी जहाजमा छ मान्छे जारी छ यताबाट। फाइनली हामी खुलेको माथि छप्पै चढिसकेका छौँ। साथमा हुनुहुन्छ कस्तो बसेको मेरो साथमा एकदम ठिक छ भाइ। एकदम ठिक छ, रमाइलो लागिरहेछ। पहिलोपटक पानी जहाज भयो। पानी जहाज त हो नि यो एरोप्लेन होइन। पानी जहाज भयो। पछाडि एकदमै रमाइलो देखेको छ। अनि मेरो साथमा मेरो भिडियोमा साथ दिने मेरो समीर दाइलाई एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामी चाहिँ अब आज चाहिँ यतिखेर टोकियोको यो ओदाइबा स्थित दाइबा होइन दाइबा बिचमा छौँ। एकदम रमाइलो छ, घुम्दै बहुत आनन्द आइरहेको छ। अब हामी अन्डरग्राउन्ड पानी चल्दैछौँ। ए यो माथि यसको लागि हो यो उता पुलले छुन्छ भनेर होइन नि त। यहाँ सबै खोलिसक्यो। अब यस्तै हो। अब कोही हामी जति तल अब सक्यो। अब माथि हुन हामी जति बस्यो हामी माथि बसिसकेका छौँ। अब चाहिँ हामी घुम्यो हो। दामी रहेछ।
पानीतिर ओर्लिसकेको छौँ यो सोचेर हामी तर जान्छ यो नै हो हामी चाहिँ यात्रा रेउमुखसम्म थियो यात्राबाट गइलो टाढा रेउमुखबाट अब भाइ आशाको समाज त्यही पुल हो कि टाढा होइन क्या आशाको समाज पनि त्यहीँनिर त हो नि कहाँ गरेर दिएको हँ उतै फर्किन्छ फेरि अब यताबाट उतै जान्छ कता आशाको समाज फेरि उतै जान्छ अब अहिले मलाई देखान्छ